Hello guys, welcome back to my channel. अनि आज चाहिँ हामी म चाहिँ अहिले जयगाउँमा छु, इन्डिया भुटान बोर्डर। अनि आज चाहिँ हामी भुटान घुम्न जान आँटेको। अहिले चाहिँ म काका काकीको घरमा छु। आज घुम्न जान आँटेको चाहिँ म, भाइ, बहिनी अनि अर्को भाइ नि छ। यो चाहिँ मेरो भाइ र बहिनी, आफ्नै भाइ र बहिनी, एकदम साख्य साख्य है। हेर्दै गर्नु होला, नडराइ हेर्नु होला है। लु अब चाहिँ हामी निस्केको भुटानतिर। म छु, भाइ छ, बहिनी छ। भाइ चाहिँ फेरि नेपालकै लगाइरहेको छ है, बबाल वेयर्स। मेरो बहिनी नि उता के भन्छ, नेपालमा बस्छ, काठमाडौँ के अरे जोरपाटी। म चाहिँ काठमाडौँ टोखा ग्रान्डी हस्पिटल। अब चाहिँ हामी भुटानतिर लाग्दिएको। हाम्रो एउटा भाइ चाहिँ उहाँ SBI ब्याङ्क भुटान गेट बाहिर पर्खिरहेको छ। लाग्दिएको अब यहाँबाट चट्ट टोटो अटो चढेर, उता टोटो भन्छ यता अटो चढेर जानुपर्छ है गाइस। हेर्दै गर्नु आज भुटानमा कहाँ के छ त्यहाँ घुम्ने। गुम्बाहरू हुन्छ, अहिले झर्ना सर्ना नि होला, के छ मजाले। उताको सस्तो बियरहरू नि आउँछ है, हो। त्यसो भए बियर हामी खाँदैनौँ, मम्मीले हेर्नुहुन्छ नि त। उयो चाहिँ उयो भनेको मैले कुल बक क्या, त्यो 0% एल्कोहलवाला हुन्छ नि त्यो है। ल गाइजहरू सिया भन्दिनँ है म फेरि। हामी चाहिँ अहिले केमा भुटान टर्मिनलमा छौँ, जाँदैछौँ। यहाँ चेकिङ डेन्जर छ, लाइन डेन्जर छ। आज हामी बल्ल बाहिर के अरे भित्र छिरेको। उडाको चाहिँ यो चाहिँ दामी नै छ है टर्मिनल चाहिँ। Feels like airport. एयरपोर्ट जस्तो चेकिङ पनि त्यस्तै हुन्छ। झन् हामीसँग ठुल्ठुलो ब्यागहरू छैन, नभए त के गर्ने। फाइनली भुटान छिर्यो हामी चाहिँ। खानुपर्छ होइन, यस्तो छ भुटान चाहिँ है। म अब मजाले भ्यू कि साइडबाट देखाउँछु। बल्ल चाहिँ यता यस्तो शीतल त छैन। डाइरेक्ट हियर र हामी हाम्रो ह्यान्सी भाइ चाहिँ गयो है। उता अब 6 फिट कति छ, अब के गर्नु। म डल्ले छु, मेरो बहिनी मभन्दा डल्ली छ। यसो अगाडि यो देखाउनु न। यो अब अगाडिबाट देखाउँछु। यो के भन्छ टर्मिनल, भर्खर यहाँबाट आएको। पुरा कडा चेकिङ हुँदो रहेछ। बबाल वेयर्स काठमाडौँको है। साउट आउट टु बबाल वेयर्स। यसले त गीत पो भन्यो त हौ। यस्तो छ भुटान चाहिँ, दामी मजाको। गाइजहरू भुटान हेरिदिनु होला मजाले। भुटान फुन्चुलिङ यहीँबाट निस्किन्छ मान्छे, चट्ट निस्किने चाहिँ उता अर्को गेटबाट हो। दामी देखिरहेको छ। भुटानको चाहिँ रुल्सहरू चाहिँ एकदम कडा हुन्छ। जेब्रा क्रसिङबाट काटेन भने फेरि पनिसमेन्ट हानिहाल्छ। यतिको रुल्स चाहिँ हुनुपर्छ। के खाने हो है, भात चाहिँ नभने पेप्सी कोला। उता बस्दैन है, उता यता फर्किन हौ। यता अगाडि हुन्छ तेरो विङ्स चाहिँ। अब मोडल जस्तो हिँड्दै आइज न। हामी चाहिँ आज भुटानमा रात परिसक्यो। भाइ छ, बहिनी छ होइन। अहिले चाहिँ हामी जेब्रा क्रसिङबाट रोड काट्दैछौँ। यहाँ छ जेब्रा क्रसिङ। यहाँनिर चाहिँ फेरि जेब्राबाट काटेन भने, जेब्रा क्रसिङबाट काटेन भने, साँच्ची जेब्राबाट काटेन भने भाइ यहाँनिर चाहिँ पनिसमेन्ट हुन्छ, हो कि नभनिदियो। उठक बैठक। अब हिन्दीमा त त्यो भन्छ, नेपालीमा त अब यहीँ हो फेरि बाहिर इन्डिया पनि। अहिले हामी चाहिँ भुटानमा छौँ। पानी पर्ला जस्तो भइरहेको छ होइन। त्यो चस्मा लगाएर तपाईँलाई लागेको होला। होइन पर्छ भाइ। यहाँ भुटान ल्यान्ड अफ थन्डर ड्रागन अल्सो। अब म चाहिँ पछाडिको भ्यू देखाउँछु ल। सो यहाँ छ यतिजना। हामी अहिले आज भुटान आएको चाहिँ यहाँ छ, पुरा छ। आमा ह्यान्सी भएर गुटका हेर्नु नदेखाउनु न इन्डियाको। राम्रो कुराहरू हेर, यो त अघि देखाएको डल्लै यो टर्मिनल त। हाम्रो भाइ चाहिँ पुरा उता के अरे जयगाउँपट्टि इन्डियापट्टिको हो कि। के हो दुईजना ओ
आजै जान्छ के हो लान्छ के हो बस रेडी छ नि फेरि हामी जेब्रामा आइपुगेको छौँ जेब्रामा काटेन भने चाहिँ पनिसमेन्ट उठक बैठक उयो कौडी नि खेल्नु लाउँछ एकछिन त्यो पल्टेन भने फेरि अर्को भुटानको चाहिँ एकदम स्ट्रिक्ट छ है रुल्सहरू चाहिँ एकदम क्लिन छ एकदम सफा इन्डियामा चाहिँ तिमीले यहाँ गुट्का थुक्यौ भने के हुन्छ 500 रुपैयाँ फाइन अहिले इन्डियापट्टि यो यसको पार्टी हो होइन इन्डियामा गुट्का थुक्यो केही हुँदैन भाइ यहाँ भुटानमा गुट्का थुक्यो भने के हुन्छ देख्यो भने 500 फाइन एकदम देख्यो भने त फाइन छ रुल्सहरू चाहिँ भुटानमा चाहिँ चुना दल्नु चाहिँ जानु चुना चाहिँ जानु पनि दल्नु पायो चुना अहिले देखाउँछु म पोलमा अहिले भर्खर देखाउनु आँटेको थिएँ मैले पोलमा ऊ अगाडि छ नि सेतो सेतो हुन्छ ओइ फेरि इन्डियापट्टि चाहिँ रातै हुन्छ कि वालहरू यता चाहिँ सेतो हुन्छ फेरि अर्कै छ ओइ काठमाडौँ यो फेरि बवाल वेयर्समा छ है यो चाहिँ फेरि बवाल वेयर्समा छ चुनापट्टि आयो त चुना पोल चुना सानो पोलमा नि यहाँ चुना इज लिगल इन भुटान बट यहीँ चुना लिगल छ बट गुटखा इज इलिगल यिनीहरू दुईजना त फेमस हुन्छ जस्तो छ है दुईजना फेमस हुन्छ जस्तो छ हात नै छोडेको साथ नै छोडेको जेब्रामा पनि हेर न भुटान टेम्पल हो क्या हो यो गुम्बा मैले भने नि पानी थोपा छर्दैछ है यहाँ के पार्क जाङतापेडी या दिस इज जाङतापेडी पार्क एकदम फास्टमा भन्दा हाम्रो यहाँ भाइ छ बहिनी छ दिस इज जाङतापेडी पार्क मोनास्ट्री चाहिँ उहाँ नेपालको जस्तै जस्तै छ है एकदम यहाँबाट आउँदैछ मेरो भाइ बहिनी साथी खै त केटाहरू हरायो त हौ म आएँ यतिको चाहिँ चाहिन्छ है जुन भित्र आइसके लु है यो चाहिँ भुटानको एकदम यो फुन्चुलिङको फेमस मोनास्ट्री दामी छ मेरो भाइ फेरि एकदम दिलवाले छ है दिस इज बवाल दिस इज टाइम स्क्वायर अफ दिस सिटी या हैन त के भन्छ एक दुई शब्द भनिदेऊ के भन्छ सरी नागी छेलुगा के अरे नागी छेलु यो चाहिँ भुटिक ल्याङ्ग्वेज त्यो भनेको चाहिँ के हो एकदम त्यो भनेको चाहिँ के हो त्यो त गन्दा मिनिङ जस्तो लाग्यो है मलाई आई लभ यु भनेको चाहिँ छेलुगा तपाईँलाई थाहा छैन हामी चाहिँ यहाँ अहिले के अरे जाङतापेडी यहाँ आइपुगेको छौँ एकदम मजाले भुटान दिस इज भुटान भुटान फन्सोलिङ भुटान यहाँ उता प्रुफ चाहिँ भुटान ड्युटी फ्री के हो लेखेको छौ भुटान ड्युटी फ्री सप होइन अब यहाँ चाहिँ नर्मल कस्टमर आउनु पर्यो भने चाहिँ दिनको $200 प्लस एक्स्ट्रा कति $40 होइन मजाले तिरेर आउनुपर्छ तर हामी एउटा भोटर कार्ड देखायो मजाले ऊ भाइहरूको झन् अनुहारले खोलिन्छ यस्तो तर त्यसको लागि चाहिँ यस्तो खालको हँसिलो अनुहार चाहिने रहेछ हौ एउटा उयो छ अर्को बबाल हँसिलो अनुहार भयो भने चाहिँ अनुहारले चट्टा दरवाजा खोलेर आफै मान्छेले के गर्नु पर्छ सिस्टम चाहिँ हामीले नि त्यो आज गरेको छौँ त्यो चाहिँ अब 2 हप्तामा भने म त्यहाँ चाहिँ हुँदिनँ 2 हप्ता हैन अब सिधै दसैँमा आएर चाहिँ फेरि यहाँ दामी गर्नु यहाँ टुरिस्टहरू यस्तो फोटो खिच्छ कि मैले डाइरेक्ट चाहिँ देखाउनु मिलेन मजाले यहाँ फेरि टुरिस्टहरू सब इन्डियाको टुरिस्टहरू बाहिरको टुरिस्टहरू चाहिँ मजाले फेरि भित्रको चाहिँ फेरि आज नजाउँ होला किनभने यहाँ चाहिँ यस्तो हो जातिहरू कुरा चाहिँ तपाईँ पब्लिकमा स्मोक गर्नु भएन रुल्स गर्नु भएन त्यो कुरो मैला भएन हैन चराहरूले चाहिँ फेरि यसरी जहाँ पाइ त्यहीँ हक्नु पाउँछ नि यहाँ
चराहरूले चाहिँ यसरी रातमा चाहिँ हम्न पाउँछ मजाले मान्छेले चाहिँ पाउँदैन नि मान्छेले हग्यो चाहिँ फेरि यहाँ चाहिँ फेरि मान्छेले पुछदिन आउँछ तर फेरि त्यसको पनि पुछदिनु पर्यो भोलि थाना ब्लकमा यहाँ फेरि यस्तो ट्याक्कै यो चाहिँ कस्तो स्टोर हो सुन यहाँनिर चाहिँ ठ्याक्कै फेरि नेपालको काठमाडौँको बौद्ध उयो घुम्ने ओर्ने सब छ मजाले काठमाडौँ के अरे भुटानको त मैले अघि के भन्छ प्रुफ त देखाइहालेँ यहाँ पुरै जोर्डन स्टोरहरू छ एन्डी भाइ छ हाम्रो ब्रो छ पाल्दै त्यसले बिर्सेछ यसलाई के खायो पुगेल दा हो नि लोकल नेम लोकल नेम अब इन्टरनेसनल जान्छ त्यो ब्लग त पाल्देन हाम्रो पाल्देन छ यहाँ पियर्सन भाइ छ मेरो अलिक डढेको छ हिजोको तेलमा बहिनी छ मिङमा कि बहिनी ह्यान्सी हाम्रो कुमाईको एक्लो चक्लेटी बोय पियर्सन खवास म छु म त झन् भन्नै पर्दैन हाम्रो पाल्देन एन्डी भाइ यो अनुहार हेर ओइ यो अनुहार हेर अब अड्दैन हौ त फ्रेममा नदेखाउनु ओइ गाइस हेर्दै गर्नु होला हेलो गाइस हामी चाहिँ अहिले एकदम मजाको भुटनिस क्यारियोकीमा आएको छौँ एकदम भुटनिस यस्तो हुन्छ है एउटा भुटनिस गीत गाइदेऊ न भाइ आउँदैन तिमीलाई उदे फेरि पर्दैन अनि फेरि गाउँ त ल गाउँ न गाउँ ल गाइजहरू एकछिनमा गाउँछ है त झन् पाल्देनलाई त आउँछ होला मजाले आउँदैन म त यहाँ छु यी एकदम ह्यान्सी केटा है यो गाना चाहिँ मजाले सुन्नु पर्ने रहेछ म त आदिवासीमा नटेको जस्तो लागेको यो त तिम्रै दरकार हो भुटानमा नि यस्तो गीत चाहिँ चल्छ है मजाले यो पाल्दै ब्रो यो ब्लगमा पनि फेरि हेलो गाइस एन्डी भाइ ओ एन्डी है ब्लगमै छु अझै तर पुरा यो भुटनिस गीतले चाहिँ है मजा आइरहेछ ऱ्याप बनाउँछु के भुटनिस गीत अब यसमा त कसरी यसले पुरा अब चाहिँ रात परेको छ भुटानमा पुरा पानी परिरहेको छ होइन यता अलिअलि बिहाको जस्तो उता नेपालको बिहा जस्तो झिलिमिली पनि छ तर एकदम सफा छ यहाँ म छु मेरो भाइ छ अनि बहिनी छ अहिले चाहिँ हामी जाँदैछौँ भुटानमा रात पछि उता भुटान होटल छ अब जाँदैछौँ घर जाने अब है मेरो अनुहार पनि देखाउँछु म छु बहिनी छ अब हाम्रो ब्लग एकदम यो चाहिँ एकदम छोटो खालको ब्लग छोटो रेनी सिजनको ब्लग एकदम छोटो खालको ब्लग भुटान आज मजाले घुमियो खाइयो बसियो है मजाले भन्नु नआएको जस्तो भयो त हो मलाई त बहिनी एक दुईवटा भनिदेऊ त केही हेलो भनिदेऊ न हेलो मेरो एकदम साख्य बहिनी हाम्रो जोरपाटी यहाँ फेरि उयसमा जेब्रामै काट्नुपर्छ पानी नै पर्यो नि जाडो चाहिँ छैन गर्मी छ पुरै मेरो भाइ छ अगाडि बवाल सिटी अरे फेरि यसले फेरि अनुहारै देखेको हुन्छ मेरो यहाँ के भन्छ
उता जयगाउँ भुटान साइड बसे पनि यसले फेरि लाउनु चाहिँ टी सर्ट चाहिँ फेरि हाम्रो उता सिसान दाईको टी सर्ट लगाइरहेको छ सिसानको तिमी उयो गएको छौ गार्डन छैन त्यहाँको जाउ एकदम सिसान दाई त्यहाँको फुड चाहिँ एकदम वान अफ द बेस्ट अहिलेसम्म के भन्छ ब्रान्ड प्रमोट गर्दैछ नि त उले भुटानमा सिसान दाईको यसले चाहिँ बवाल सिटी भनेर चाहिँ दियोस् यसले सिसान दाईको चाहिँ बवाल सिटी भनेर चाहिँ प्रमोट चाहिँ गर्दैछ मजाले पानी झरीमा भुटान चाहिँ यस्तो क्लिन छ है यहाँ न एउटा केही पनि छैन यहाँ फोहोरको नाममा चाहिँ उयो पनि धुलो पनि छैन केही पनि छैन राति उदि यसो अलिअलि दोकानहरू चाहिँ खुल्लै छ म छु भाइ छ बहिनी छ ओ बबाल एक दुईवटा भुटनिस हान्दैन हौ अघि बोलेको जस्तो यसरी चाहिँ बोल्छ है भुटनिस चाहिँ अब चाहिँ यस्तो गरेर चाहिँ आजको भ्लग एन्ड गर्नुपर्छ होला तर मेरो अनुहार एक्सपर्ट चाहिँ देखाउँछु ल गाइस आजको भ्लग चाहिँ म यसरी नै एन्ड गर्छु भुटानबाट अब हामी निस्केको भुटानबाट निस्केर घर जानु आँटेको आजको यस्तै भयो भ्लग एकदम सर्ट एन्ड स्विट भुटानमा मजा आयो आज दियोस् बहिनी बाई भनिदेऊ ल बाई गाइस है सी यू अर्को नेक्स्ट भ्लग अब छिटै आउँछ